Hello everyone, welcome to this video. मेरो नाम चाहिँ मिराज देव भण्डारी। सो आजको यस भिडियोमा चाहिँ म हजुरहरूलाई लिनियर रिग्रेसनको बारेमा चाहिँ बुझाउँछु है त। कस्तो खालको मेसिन लर्निङ मोडल हो, यसको थ्रुबाट हामीले कसरी प्रिडिक्सन गर्छौँ हैन, म्याथमेटिक्स के छ यसको, अनि यसलाई चाहिँ मैले ग्राफमा पनि देखाउँछु कसरी काम गर्छ है। सो सबै कुराहरू हामीले बुझ्छौँ है। सो भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ म हजुरहरूलाई पहिला चाहिँ एउटा डेटा सेटको बारेमा चाहिँ देखाउँछु है त। मसँग एउटा डेटा सेट छ जुन चाहिँ यो लेफ्ट साइडमा मैले राखेको छु है। पहिला सुरु सरल बुझौँ है, त्यसपछि हामी एक्चुअल मोडलमा जाउँला। सो यो डेटामा चाहिँ दुईवटा कुरा छ है, एउटा एक्सपिरियन्स अनि अर्को स्यालेरी। यसलाई मैले फिचर पनि भन्छु है, किनभने अब एक्सपिरियन्सको आधारबाट मैले स्यालेरी प्रिडिक्ट गर्छु। स्यालेरीलाई मैले टार्गेट भने त्यही भएर है। अब डेटा बुझ्नु पऱ्यो है। 1 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 35,000 छ। 2 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 40,000 छ। 3 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 45,000 छ है। त्यसै गरी 10 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 80,000 छ। अब मैले यो भन्न सक्नु पर्यो कि 11 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी कति होला, यो कुरा चाहिँ मैले प्रिडिक्सन गर्नु पर्यो। अब यो चाहिँ मैले लिनियर रिग्रेसन मोडलको थ्रुबाट चाहिँ गर्छु है त। लिनियर रिग्रेसन मोडलले चाहिँ यो भ्यालु, यसको भ्यालु चाहिँ कसरी प्रिडिक्सन गर्छ त्यो कुरा हेर्छौँ है त। लिनियर रिग्रेसन मोडलबाट अब मैले के पत्ता लगाउनु पर्यो भन्दा, कोही मान्छे 11 वर्षसम्म काम गर्छ भने उसको स्यालेरी कति हुनुपर्छ त्यो कुरा चाहिँ मैले पत्ता लगाउनु पर्छ है, पर्यो। सो हामी त्यही नै हेर्छौँ यो भिडियोमा है। अब मैले फर्स्ट काम के गर्छु भने, अब चाहिँ हामी मेसिन लर्निङ मोडलतिर जाऊँ है, हामीले डेटा बुझ्यौँ। अब मैले के गर्छु भने यो कुरालाई चाहिँ मैले प्लट गरिदिन्छु है। मेरो नम्बर अफ एक्सपिरियन्स मैले एक्स एक्सिसमा बनाएँ भने मेरो स्यालेरी चाहिँ मैले वाइ एक्सिसमा बनाउँछु है। अब मैले सिम्पल यो कुरालाई चाहिँ एक्स एक्सिस र वाइ एक्सिसमा चाहिँ राख्थेँ है। सो मेरो नम्बर अफ एक्सपिरियन्स कति छ, एक्स एक्सिसमा छ भने मेरो वाइ एक्सिसमा के छ, स्यालेरी छ। यो दुइटा कुराहरू छ है। अब मैले यो कुरालाई प्लट गर्नुपर्छ हेर्नु है। मेरो नम्बर अफ एक्सपिरियन्स 1 हुँदा भ्यालु कति 35 थियो, त्यही भएर मेरो 1 हुँदा भ्यालु 35 छ, त्यही भएर मैले 35 लेखेर प्लट गरेँ यहाँनिर है। त्यसै गरी नम्बर अफ एक्सपिरियन्स 2 हुँदा मेरो भ्यालु कति छ, 40 छ, त्यही भएर मैले 40 को सिधा प्लट गरेँ। त्यसै गरी नम्बर अफ एक्सपिरियन्स 3 हुँदा भ्यालु कति छ, 45 छ, त्यही भएर यसरी प्लट गरेँ। त्यसै गरी नम्बर अफ एक्सपिरियन्स 4 हुँदा भ्यालु कति छ, 50 छ है। नम्बर अफ एक्सपिरियन्स 4 हुँदा मेरो भ्यालु 50 छ, त्यसै गरी यहाँ गएर प्लट गरेँ। नम्बर अफ एक्सपिरियन्स 5 हुँदा 55 छ। नम्बर अफ एक्सपिरियन्स 5 हुँदा कति छ, 55 छ भने सिधा यहाँनिर गएर प्लट गर्नु पऱ्यो। त्यसै गरी मैले सर र यो सबै कुरा प्लट गरेँ। नम्बर अफ एक्सपिरियन्स 10 हुँदा कति छ, 80 छ, त्यही भएर मैले 80 को सिधा यहाँनिर गएर चाहिँ यो पोइन्टलाई चाहिँ प्लट गरेँ। सो अहिलेसम्म मैले के गरेँ, मसँग दुईवटा भ्यालु थियो है, एक्सपिरियन्स र स्यालेरीको। अब त्यो भ्यालुहरूलाई चाहिँ मैले ग्राफमा चाहिँ प्लट गरेँ। सिम्पल, केही पनि गरेको छैन अरू है त। यहाँसम्म बुझ्नु पऱ्यो। लिनियर रिग्रेसनमा के हुन्छ, मसँग भ्यालु हुन्छ, त्यो भ्यालु चाहिँ मैले प्लट गर्छु मजाले है।